साथीहरू आज धेरै बाद पछाडि यो साँझ बसमा चढेको होइन। अनि यहाँ चाहिँ जोस अहिले भर्खर सिस्टम निकाल्दैछन् कि जति जुन ठाउँमा आफू झर्ने त्यति बसको भाडा लिन्छ। अनि पहिला चाहिँ अब टिकट दिन्थ्यो भने अहिले चाहिँ कस्तो सिस्टम छ भन्दाखेरि अब जहाँ झर्ने त्यहाँ चाहिँ अटोमेटिकली यसरी टिकट काटिन्छ अनि सजिलो हुने भयो। यो सिस्टम चाहिँ अब विदेशमा हो भने त 15-20 वर्ष अगाडि नै निस्केको सिस्टम हो, तर हाम्रो नेपालमा चाहिँ आज बल्ल देख्दैछु। यो चाहिँ हाम्रो मम्मीलाई स्पेसली अब आउनु त कति पटक भएको हो, यो लाइक न्यू रोड गेट भनेर चाहिँ बल्ल आज थाहा पाउँदै हुनुहुन्छ। साथीहरू सो यसलाई भन्छ है न्यू रोड गेट। अब हामी चाहिँ बसन्तपुर आइपुग्नु लागिसक्यो। यो मन्दिर जस्तो देख्नु भएको छ नि, हो यो एरिया चाहिँ बसन्तपुर हो। मेन चाहिँ मम्मीलाई यतातिर घुमाउनु ल्याएको हो हामीले। न्यू रोड मल यता विशाल बजार भइहाल्यो। यो चाहिँ विशाल बजार। कुन अब यहाँबाटै जान्छ त 99 सप। अब यसरी गएर लेफ्ट साइड भित्र पस्नुपर्छ। ल हाम्रो मम्मीलाई यहाँ आउनु त आएको हो, तपाईँले बिर्सेको। जुस अड्डा 99 सप चाहिँ यो बसन्तपुर प्लाजाभित्र छ है, तल भुइँतिर जानुपर्छ। ल साथीहरू, छोरीले गरेर यो मोमो मिमीमा आएको है न्यू रोड। के अर्डर गऱ्यो भन्दाखेरि लास्टमा अर्डर गर्यो भनेको हामीले मोमो र के अर्डर गर्यो, किमा नुडल्स अर्डर गर्यो। अब कस्तो आउँछ त्यो थाहा छैन। अहिले आएपछि गाइस तपाईँहरूलाई भिडियोमा देखाउने छु। हाम्रो किमा नुडल्स आइपुगेको छ। एउटा पात सब्जी अब मिक्स किमा नुडल्स। बोल्दा कतिको मनपर्छ किमा नुडल्स? त्यो चाहिँ हक्केन यो अलिक डिफ्रेन्ट छ। यो हक्केन जस्तो होला नि यो चाहिँ। मोमो आयो है। मोमो चाहिँ मिठो देखेको छ है, थिन एकदम थिन खालको उसको त्यो के भन्छ बोक्रा चाहिँ एकदम थिन खालको रहेछ। तर यो चाहिँ हेलो नमस्ते साथीहरू एन्ड वेलकम टु माई भ्लग। सो आजको भ्लगमा चाहिँ मैले यो मेरो हातमा तपाईँहरूलाई देखाइरहेको छु साँझ यातायातको टिकट होइन। अनि साथीहरू मलाई चाहिँ घर आएपछि यो टिकटको बारे चाहिँ अलिकति भिडियो बनाउनु मन लाग्यो होइन। र भिडियो बनाएर हजुरहरूसँग चाहिँ मैले चाहिँ मेरो एउटा विचार, एउटा सोच भिडियोमा राख्दैछु। तपाईँहरूलाई के कसो लाग्छ भिडियोमा तपाईँहरूले कमेन्ट पनि गर्नु सक्नुहुन्छ। राम्रो लाग्दैछ कि केही चेन्जेस आउनुपर्छ कि होइन। यसरी नै हो हामीले चाहिँ अब हाम्रो देशमा चेन्ज ल्याउनु पर्ने भन्न चाहन्छु। सायद योभन्दा अगाडि एक हप्ता अगाडिको कुरा, एक हप्ता होइन सरी 2-3 हप्ता अगाडिको कुरा हो होइन।
यातायातमा चढ्दाखेरि चाहिँ हामी सबैलाई थाहा भएकै कुरा हामीलाई कलरको टिकटहरू दिन्थ्यो होइन। जस्तै रातो, पहेँलो, हरियो, जुन हामीले डिस्टेन्स चढ्छ त्यो अनुसारको चाहिँ टिकटको प्राइसिङ देखाएको कलरको टिकट वितरण हुन्थ्यो भने आज 3 हप्ता पछाडि चाहिँ म जाँदाखेरि यो यातायातमा चढ्दाखेरि यो खालको टिकट चाहिँ आजकल वितरण गर्ने रहेछ। यो चाहिँ मैले हिजो मात्रै चाल पाएँ होइन। हुनु चाहिँ सुरुवात चाहिँ कहिले भएको मलाई थाहा भएन, तर मलाई यो सिस्टम चाहिँ एकदमै मन पर्यो होइन। किन भन्दाखेरि एउटा कुरो हो, यसमा बस नम्बरदेखि ल्याएर कति बजे चढेको थियो होइन यो देखाएको हुन्छ होइन। अनि कति जस्तै कुन ठाउँबाट कुन ठाउँसम्म हामी यात्रा गर्दैछौँ त्यो ठाउँको चाहिँ पैसा पनि यसरी मजाले देखाएको छ है। अनि एउटा कुरा चाहिँ कस्तो भने, हुनु त यो सिस्टम जुन अहिले यातायातमा ल्याइरहेको छ यो सिस्टम चाहिँ सिङ्गापुरमा पहिल्यै कति 20-25 वर्ष अगाडि चलेको सिस्टम थियो होइन। तर नेपालमा चाहिँ आज भर्खरै सुरु हुँदै गएको रहेछ। अनि मलाई चाहिँ एकदमै कस्तो भनौँ खुसी पनि लागिरहेको छ, तर सेम टाइम मलाई चाहिँ कस्तो लागेको छैन, यो त पहिल्यै को सिस्टम बल्ल हाम्रो नेपालमा चाहिँ आइरहेको फिल भयो होइन। एनिवे जे कुराको पनि अब स्टार्ट हो, त्यही भएर मलाई चाहिँ एकदम खुसी लागिरहेको छ। र हामीलाई चाहिँ यस्तै खालको एकदम सजिलो सिस्टम चाहिँ हामी एउटा जनता अथवा एउटा हाम्रो नेपालमा चाहिँ यसरी पाउँदाखेरि जनताले यसरी पाउँदाखेरि चाहिँ एकदमै मलाई खुसी लागिरहेको छ। अर्को कुरा चाहिँ नि मलाई अलिकति कस्तो लाग्यो भने हाम्रो नेपालको यातायातमा हामी चढ्दाखेरि के मलाई पहिला एकदमै अनौठो कुरा लागेको नि होइन। विदेशमा चाहिँ हामी के गर्छौँ भने हामी बस चढ्दाखेरि हामी अगाडिबाट चढ्छौँ होइन, अगाडिको ढोकाबाट चढ्छौँ। अनि चढ्नु बित्तिकै चाहिँ अब हामी कुन ठाउँमा जाने, जस्तै म लगनखेलदेखि म थमेल जान्छु भने त्यतिको पैसाको टिकट चाहिँ त्यतिखेर नै लिन्छ क्या, त्यतिखेरै लिन्छ। अनि लास्टमा म झर्ने जुन मेरो ठाउँ छ त्यसमा चाहिँ झर्दाखेरि मलाई केही झन्झट छैन, किनभने मैले त अगाडि नै पैसा तिरेर चढेको हुन्छ। अनि झर्ने बेलामा पछाडिको ढोकाबाट झरिन्थ्यो। तर हाम्रो नेपालमा चाहिँ के भइरहेको छ भने पछाडिको ढोकाबाट चढ्छौँ अनि त्यहाँदेखि बस्छौँ। अनि त्यहाँ चाहिँ खलासी दाइ भाइ आउनुहुन्छ अनि पैसा कति लाग्छ लिनुहुन्छ। अनि त्यस पछाडि झर्ने बेलामा चाहिँ अगाडिबाट झर्छौँ है। अनि यो चाहिँ अब हुनु त अब हामीलाई त्यो साइड देखिरहेको भएर होला अनौठो लाग्दैन, तर हामी बाहिरबाट आउनेहरूलाई चाहिँ यो चाहिँ एकदम अनौठो लाग्छ है साथीहरू। सो तपाईँहरूलाई के कस्तो लाग्यो यो सिस्टम, धेरैले चढी पनि सक्नुभयो होला। तपाईँहरूको कमेन्ट छ भने कमेन्टहरू पनि छोडिदिनुहोस् यो भिडियोमा है। जस खुसी लागिरहेको छ मलाई चाहिँ।